सो हेलो आज चाहिँ हामी आएको छौँ क्रिकेट खेल्न बिजुवार क्रिकेट ग्राउन्डमा अनि हाम्रो चाहिँ यता बाँसखोला क्वाडीको टिमबाट चाहिँ बोलाउनु भएको थियो। सरोज साथी थियो मेरो चाहिँ एकजना अनि उहाँले चाहिँ बोलाउनु भएको थियो अनि विशाल दाइ र म चाहिँ क्रिकेट खेल्न आएको छौँ यतातिर। अनि अब हाम्रो गेम चाहिँ रम्दीको टिमसँग पर्नेवाला छ। अहिलेको गेम चाहिँ यो गेम के परिरहेको छ यता खलङ्गा बागदुलाको टिम त्यतैतिरको होला सायद त्यतैतिरको गेम परिरहेको छ अहिले चाहिँ। अनि हाम्रो चाहिँ नेक्स्ट गेम हुनेवाला छ। के हुन्छ कसो हुन्छ है। आजको चाहिँ त्यही नै छ आजको भिडियो चाहिँ। सो हाम्रो टिम चाहिँ रेडी भइसकेको छ। हामी चाहिँ ब्याटिङ फर्स्ट परेको छौँ अनि हाम्रो चाहिँ ओपनरहरू एकदम तयार हुनुहुन्छ। के हुन्छ गेम अनि अन्त्यमा म चाहिँ देखाउने छु है त भन्ने छु के भइरहेको छ। हाम्रो गेम ल भनिदिनु त। गेम चाहिँ जित्यो अब भोलि हुन्छ जस्तो लाग्यो। फर्स्ट गेम जित्यो हामी चाहिँ। अब यता क्वाडीको के अरे बाँसखोलाको टिमबाट आएको थियौँ हामी चाहिँ हाम्रो दाइहरूको टिम उहाँहरूको। अनि हामीले चाहिँ 12 ओभरको गेम थियो। 12 ओभरमा चाहिँ 71 को टार्गेट दिएको थियौँ हामीले चाहिँ। धेरै रन बनाउनु चाहिँ सकेको छैन थियो तर बोलिङ चाहिँ हामीले एकदम राम्रो गऱ्यौँ र त्यो टार्गेटलाई एकदम सक्सेसफुल्ली डिफेन्ड गरेका छौँ हामीले चाहिँ। अनि हामी चाहिँ फर्स्ट गेम जितिसकेका छौँ। अब नेक्स्ट गेम के हुन्छ कसो हुन्छ होइन त्यो चाहिँ भिडियो आउनेछ। त्यो दिनसम्मको लागि चाहिँ हेर्दै गर्नु होला राजेश बुढाथोकी युट्युबकै। अनि अब चाहिँ हामी घरतिर लाग्नेवाला छौँ। फर्स्ट गेम जितिहाल्यो अनि त्यसपछि अब आज नहुने भएर भोलि फेरि हुनेवाला छ गेम चाहिँ। भोलिको भिडियो चाहिँ म पुरा देखाउने छु।